नमस्कार सबैजनालाई, यहाँहरूलाई क्रिसेन्ट स्टोरी टेलर्समा स्वागत छ। एका देशमा एकजना दयालु र वीर राजा थिए जसले विशाल राज्यमा शासन गर्थे। उहाँकी एक सुन्दरी रानी थिइन् र 2 छोरा थिए। उनीहरूको नाम शिशिर र बसन्त थियो। त्यो परिवार विशाल दरबारमा खुसीका साथ बस्दथ्यो। दरबारको चारैतिर बगैँचा र खेतहरूले घेरिएको थियो। त्यो धेरै राम्रो र मनमोहक देखिन्थ्यो। रानी दयालु र कोमल स्वभावकी थिइन् र उनले आफ्ना छोराहरूलाई सबैभन्दा धेरै माया गर्थिन्। एक दिन सधैँ जसो राजा शिकार गर्न गएको बेला रानी झ्यालको छेउमा बसेर बत्ती काटिरहेकी थिइन्। तब उनले झ्यालबाट बाहिर बगैँचाको रुखमा भङ्गेराको गुँड देखिन्। आमा भङ्गेरा आफ्ना बच्चालाई आहारा खुवाउँदै थिए र त्यो दृश्य देखेर रानी मुस्कुराइन्। आफूसँग भएको आहारा सकिएपछि जब आमा भङ्गेरा फेरि आहारा ल्याउन उडिन्, एक निर्दयी शिकारीले उनलाई बाणले हान्यो। त्यस बाणले लागेर आमा भङ्गेरा गम्भीर घाइते भइन्, जसले उनको मृत्यु हुन पुग्यो। केही बेरपछि बाबा भङ्गेरा पनि आफ्नो परिवारका लागि आहारा लिएर फर्किए। उनले बच्चाहरूलाई आहारा खुवाए र आफ्नी पत्नीले पनि चाँडै आहारा लिएर फर्किन्छन् भनी पर्खिरहे। जब आमा भङ्गेरा लामो समयसम्म फर्किनन्, बाबा भङ्गेराले आफ्नी श्रीमतीलाई कसैले मारिदिएको होला भनी मृत्युको पीडामा दुःखले भरिएका आवाजहरू निकाल्न थाले। दरबारकी रानी यी सबै कुरा हेरिरहेकी थिइन् र यो घटनाले उनलाई मनमा गहिरो दुःख लाग्यो। केही दिन बितिसक्दा रानीले भङ्गेरासँग भएको त्यो घटनालाई प्राय बिर्सिसकेकी थिइन्। केही दिनपछि रानी फेरि झ्यालमा बसेर उन बुन्दै थिइन्। तब उनको नजर फेरि गुडमा पर्यो। बाबा भङ्गेराले साना बच्चाहरूको हेरचाह गर्न गुडमा नयाँ श्रीमती ल्याएका थिए। सुरुमा नयाँ आमा कुनै गुनासो बिना नै बच्चा चराहरूको राम्रो हेरचाह गरिरहेकी थिए। तर दिनहरू बित्दै जाँदा उनले ती बच्चाहरूबाट दिक्क मान्न थालिन् र एक दिन उनले बच्चा चराहरूलाई गुडबाट तल धकेलिदिइन्। ती बच्चा चराहरू अझै उड्न सक्दैनथे। रानी यी सबै कुरा हेरिरहेकी थिइन्। त्यो दृश्य देखेर उनको मनमा गहिरो दुःख हुन थाल्यो। आफ्ना छोराहरूको याद आउँदा उनको हृदय पीडाले भरिन थाल्यो। उनले सोचिन्, यदि कहिले आफूलाई केही भयो भने उनका छोराहरूको के हालत होला। त्यो कल्पना गर्दा उनका छोराहरू पनि ती बच्चा भङ्गेराहरू जस्तै एक्लो र असहाय हुनेछन् भन्ने सोचेर उनका आँखा आँसुले भरेर गाला हुँदै आँसुहरू बगाउन थाले। जब राजा शिकारको यात्राबाट फर्किए, उनले रानीलाई झ्याल छेउमा रोइरहेको भेटे। उनले चिन्तित हुँदै सोधे, मेरो प्रिय रानी, तिमी किन यति दुःखी छौ? रानीले आँसु पुस्दै भङ्गेराको परिवारमा घटेका सबै घटनाहरू राजालाई बताइन्। उनले थपिन्, यदि म मरे भने मेरा छोराहरूको के हालत होला भनेर म चिन्तित छु। यो भनेपछि उनी फेरि रुन थाले। राजाले उनलाई सान्त्वना दिन प्रयास गरे। उनले उनको हात समाउँदै भने, चिन्ता नगर। यदि तिमीलाई केही भयो भने म कहिल्यै पुनः विवाह गर्ने छैन। म आफैले हाम्रा छोराहरूको हेरचाह गर्नेछु। तर रानी चिन्ताबाट मुक्त हुन सकिनन्। आफ्ना छोराहरूलाई छोडेर जानुपर्ने सोचले उनको मनमा गहिरो रूपमा चोट परिरह्यो। दिनहुमनमा कुरा खेलाउँदा खेलाउँदै रानी झन कमजोर बन्दै गइन् र उनी धेरै बिरामी भइन्। राजाको माया र राज्यका सबैभन्दा राम्रो वैद्यहरूको उपचार हुँदाहुँदै पनि अन्ततः रानीको मृत्यु भयो। पुरै राज्यले रानी गुमाएको शोक मनायो। असह्य रूपमा रानीको यादले राजा त भित्रैदेखि टुटिसकेका थिए। धेरै समयसम्म उनले पुनः विवाह गर्ने कुरा सोच्न पनि सकेनन्। तर समय बित्दै जाँदा उनका मन्त्रीहरूले उनलाई सम्झाए कि राज्यलाई रानीको आवश्यकता छ। धेरै सोच विचारपछि अन्ततः राजाले पुनः विवाह गर्ने निर्णय गरे। नयाँ रानी सुन्दर त थिइन्, तर उनी पहिलो रानी जत्तिकै दयालु थिइनन्। सुरुमा उनले शिशिर र बसन्तको हेरचाह गर्ने नाटक गरिन्, तर चाँडै उनको वास्तविक स्वभाव देखाउन थालिन्। एक दिन 2 भाइहरू दरबारमा खेलिरहेका थिए र उनीहरूको बल दुर्घटनावश रानीको कोठामा छिर्यो। उनीहरू बल लिन त्यहाँ पुगे। रानी उनीहरूदेखि धेरै रिसाइन्। रानी चिच्याइन् र भनिन्, तिमीहरूले मलाई कसरी सताउन सकेका हौ? तिमीहरूमा आमाप्रति कुनै सम्मान छैन।
शिशिरले नम्र भएर भन्यो, हामीलाई माफ गर्नुहोस् आमा, हामी त हाम्रो बल लिन मात्र आएका हौँ। तर रानीले केही सुन्नै चाहिनन्। उनी रिसले तम्तमिन् र बल फर्काउनै अस्वीकार गरिन्। धेरै कुरा गरेपछि शिशिरले उनको हातबाट बल खोस्यो र दुवै भाइ बगैँचातिर दौडिएर खेल्न गए। यसले रानीलाई राजकुमारहरूप्रति झन रिसले आगो बनायो। त्यस राति राजा शिकारबाट फर्किएपछि उनले राजालाई आफ्नो कोठामा प्रवेश गर्न अनुमति दिइन्। ताल्चा लगाएको ढोकापछि उनी रुँदै रहिन्। राजाले धेरै अनुनय बिनाएपछि रानीले अन्ततः ढोका खोलिन्। राजा अगाडिको दृश्यले आश्चर्यचकित भए। कोठा अस्तव्यस्त थियो, ऐना फुटेको थियो, सामानहरू छरिएका थिए, उनको केस बिग्रिएको थियो र उनी अझै पनि रुँदै थिइन्। राजाले यहाँ भएको कुराको कारण सोधेपछि उनले आँसु पुछेर एउटा निर्दयी झुटो कथा राजकुमारहरूको बारेमा रचिन् र भनिन्, राजकुमारहरूले मेरो अपमान गरे। उनीहरूले यहाँ आएर मलाई मेरो कपाल लुछेर कोठाको सबै ऐना भकुण्डोले फुटाएर मलाई चर्को स्वरले निन्दा गरे भन्दै उनले झुट बोलिन् र अझै कुरा थपिन्, यदि तिमीले मलाई माया गर्छौ भने तिमीले उनीहरूलाई यहाँबाट टाढा पठाउनै पर्छ। राजा दोधारमा परे। उनले आफ्नो श्रीमतीलाई यो कुरा बिर्सिदिन र सम्झाउन धेरै प्रयास गरे, तर रानीले उनीहरूलाई सजाय दिने कुरामा जोड दिँदै थिइन्। अन्ततः राजाले आफ्नी नयाँ रानीको इच्छासँग हार मानी राजकुमारहरूलाई सजाय दिनुपर्नेमा सहमत गरे। राजाले नयाँ रानीलाई सोधे, अब तिमी नै भन, के सजाय दिउँ राजकुमारहरूलाई? रानीले माग गरिन्, यदि तिमी साँच्चीकै मलाई माया र सम्मान गर्छौ भने भोलि बिहान राजकुमारहरूका मुटु ल्याइदेऊ। राजा पूर्ण रूपमा विचलित भए, तर उनको हातमा रानीले भनेको कुरा सुन्नु बाहेक अरू कुनै विकल्प थिएन। भोलिपल्ट उनले आफ्ना मन्त्रीहरूलाई आदेश दिए, शिशिर र बसन्तलाई गहिरो जंगलमा लैजाऊ, मारिदेऊ र उनीहरूको मुटु फर्काएर ल्याऊ। मन्त्रीहरू दयालु थिए र राजकुमारहरूलाई हानि गर्न चाहेनन्। त्यसैले उनीहरूले मार्ने सट्टा उनीहरूलाई जंगलको छेउमा छोडिदिए। उनीहरूले राजकुमारहरूलाई भने, यही बस, हामी तिमीहरूलाई मद्दत गर्ने उपाय खोज्छौं। र मन्त्रीहरूले दुईवटा हिरण शिकार गरेर तिनका मुटु दरबारमा लगे। उनीहरू धेरै डराएका थिए र जंगलमा उनीहरूका बाबाले रिस बिर्सेर फेरि उनीहरूलाई लिन आउलान् भनेर पर्खेर बसिरहे। जाडो मौसम थियो र चिसोले उनीहरू कट्याङ्ग्रिन थाले। केही बेरपछि शिशिरले भन्यो, बसन्त, म केही दाउरा खोज्न जान्छु जसले हामीलाई न्यानो राखोस्, तिमी यही बस। शिशिर डाँडाकाँडा पार गर्दै अन्ततः एउटा टाढाको सहरमा पुग्यो। उनले सहरमा पहिलो पटक पाइला राखेका थिए। त्यहाँ एउटा हात्तीले उनलाई एउटा भव्य दरबारतर्फ लग्यो, मानौ जहाँ मन्त्रीहरू र सहरवासीहरू उनको पर्खाइमा थिए। उनीहरूले शिशिरलाई लगे र उनलाई राज्यको नयाँ राजा घोषणा गरे। शिशिर यस सबै कुराबाट निकै अलमलमा परे र के भइरहेको छ भनेर बुझ्न चाहन्थे। तर त्यति बेला उनलाई कसैसँग कुरा गर्ने मौका मिलेन। त्यसै दिन नयाँ राजाको सम्मानमा गरिएको भव्य भोज सकिएपछि शिशिरले एक मन्त्रीलाई सोधे, यो सब के भइरहेको हो? मन्त्रीले भने, यस राज्यमा एउटा श्राप परेको छ। हामीले हरेक दिन नयाँ राजा नियुक्त गर्नुपर्छ, किनभने जो राजा बन्छ ऊ भोलिपल्ट बिहान राज्य कक्षमा मृत अवस्थामा फेला पर्छ। वर्षौं भइसक्यो कुनै राजाले यस राज्यमा एक दिनभन्दा बढी शासन गर्न सकेको छैन। हामीलाई आशा छ कि कुनै दिन कुनै साहसी राजाले यो सबै अन्त्य गर्नेछ र राज्यमा समृद्धि ल्याउनेछ, मन्त्रीले भने। यो सुनेपछि शिशिर अलि चिन्तित भए, तर उनले राजाको पद स्वीकार गरे र यो सबै समाप्त पार्ने उपाय सोच्न थाले। त्यो रात सबैजना सुतिरहेका बेला शिशिर राजकक्षमा नसुतिकन बसिरहे र आफ्नो रानीतर्फ हेर्दै बसे। रानी अत्यन्त सुन्दरी थिइन् र शिशिरको नजर उनीबाट हट्न सकेन। उनी मृत्युको डर र उत्सुकताले गर्दा सुत्नै सकेनन्। खडीले मध्यरात बजायो। उनले देखे कि रानीको नाकबाट केही धागो जस्तै सरसर रेगिँदै बाहिर निस्कदै थियो।
शिशिरलाई अचम्म मान्ने मौका समेत मिल्न नपाउँदै त्यो धागो जस्तो वस्तु अचानक एउटा ठूलो सर्पमा परिणत भयो र शिशिरतर्फ रेगिँदै आयो। एकछिन पनि नसोची शिशिरले आफ्नो तरबार झिके र सर्पलाई टुक्रा टुक्रा पारेर काटिदिए। त्यति बेला उनलाई महसुस भयो कि यही सर्पले अघिल्ला राजाहरूको मृत्यु गराउँदै आएको थियो। अब सर्प मरेपछि शिशिरले राहतको महसुस गरे र आफ्नी सुन्दरी पत्नीको छेउमा गएर सुते, जसलाई अझै थाहा थिएन कि के भएको थियो। फेरि अर्को राजाको मृत्युको शोक मनाउनका लागि अर्को बिहान सबै मन्त्रीहरू र शहरका मानिसहरू दरबारको अगाडि भेला भए। राजा बाँचेकै होलान् भन्ने कुनै आशा बाँकी थिएन। उनीहरूले अर्को राजा खोज्न हात्तीलाई पठाउन प्रयास गरे, तर मानिसहरूले धेरै कोसिस गर्दा पनि हात्ती अगाडि बढ्न मान्दैनथ्यो। केही बेरपछि जब शिशिर दरबारबाट बाहिर आए, सबैजना छक्क परे। शिशिरले सबैलाई गएको राति के भएको थियो भन्ने कुरा बताए। कुरा सुनेपछि सबैजना खुसीले उफ्रिए र त्यो राज्यमा अघिल्लो कुनै समयमा नदेखिएको गरी पुरै 1 हप्ता भव्य रूपमा उत्सव मनाइयो। शिशिर त राजा बने, तर बसन्त एक्लै त्यो जंगलमा आफ्नो भाइको पर्खाइमा बसिरहेका थिए। यो कथा सुन्नको लागि क्रिसेन्ट स्टोरी टेलर्स च्यानललाई सुनिरहनुहोला। हामी चाँडै यसको दोस्रो भाग ल्याउने छौं र साथसाथै तपाईहरूको कथा पनि यस्तै गरी हेर्न र सुन्न मन छ भने कथाहरू लेखेर हामीलाई इमेल गरिदिनुहोला। हामी अवश्य तपाईहरूको कथा सबैको सामु ल्याउने छौं। धन्यवाद।